ओए साइड ओए म उडाउन सक्छु यस्तो पो हाल्नु पर्छ नि लेकिन 1 सेकेन्ड मर्यो यो मर्यो ल भयो म अब यो लाएर हान्छु त्यहाँबाट 10 मिनट जुत्ता पाक्नु उडाउ न तिमीले अल्छाले हुन्छ हान्दियो हान यसले सबैले गरेर यो ल जस्तो म बुझेको त्यो माटो हटायो भने सजिलो हुन्छ क्या अगाडि टायर हुन्छ नि त्यसपछि मुला पिछाडि टायर त्यो ठ्याटेको हुन्छ नि यस्तो हुन्छ क्या दस्ता नबोल न लामो साइकल छ है त्यो चाहिँ कलर त्यो चाहिँ कलर कन्ट्री भयो क्या पाउली त खतरा हाने सही हाने पाउली म त्यस्तो प्रो होइन ओए साइड ओए म उडाउन सक्छु यस्तो पो हाल्नु पर्छ नि ल अब जस्तो फेरि हान्यो दोस्रो लडेको त्यसमा दोस्रो अघि लडेको यस्तो हाँस्नु थाल्छ मलाई सम्झेर भन्ने स्ट्याम्पमा थियो क्या सर्ट स्ट्याम्प चाहिँ चाहिन्छ यार यस्तो जम्पेट भन्दा लामो स्ट्याम्प चाहिँ सिधै गेडामा लाग्छ क्या दोस्रो कता चाहियो अब स्पिड आइज न तिम्रो फर्स्टको जिम्मेदारी थिएन यताबाट सडक मैले सेकेन्डको अलिकति थोरै मिस्टेक भयो सेकेन्ड त मम्मीले ओए स्पिड आइज न सेकेन्डको चाहिँ बब्बाल भएको नि सबसे फर्स्टको भएको फर्स्टको नै ठर्को भएको थियो आफ्नो त फर्स्टकै खतरा पुरै जिरा सेकेन्ड नाइट सेकेन्ड नाइट ग्याङस्टार होला म तपाईँ जस्तो राइडर अब यस्तो राइडर आउने मलाई कहाँ हुन्छ यो मर्यो ह्यान्डसेक हामीलाई फर्स्टको मेडल हामी खतरा लड्ने ह्यान्डसेक ल लड्नको लागि ह्यान्डसेक ल माइन्ड गर्नु सो भन्नु पर्यो त म तपाईँ पनि हो मलाई कस्तो लाग्छ